हेलो हेलो त्यो यो हल्का मुख छाडेको छ त्यसैले हेर्न मन छ भने हेर्ने नत्र नहेर्ने हल्का होइन ओभरै छ है त्यसैले अलिकति केयरफुल हेलो हेलो व्हाट्स अप माई ब्युटिफुल मदर फकिङ पिपुल खोइ त हजुर दाइ टक्क लगाएर आज चाहिँ हामी नगरकोट राइड जान लाग्यो अनि त्यस चट्ट केटाहरू सबजना रेडी भइसकेको छ होइन यहाँ एकेएस ब्लग्स अनि हाम्रो यहाँ अमृत दाई सबजना चिलमा आज बवाल राइड हुन्छ जस्तो रहेछ है चिलमा CBR 250 टक्क अगाडि ड्युक 6Z अनि हाम्रो एप्रिला दाइ अनि जानुभन्दा अगाडि ठोकिदिने लाइसेन्स छ दाइ माइन्ड नगरौँ है एकवटा अगाडि हो आज अलिकति हाइपर हुन्छ जस्तो छ हाम्रो चाहिँ चट्ट लाएर ओ दाइले त पक्क कस्तो सुताइदिएको है दाइले त यार कसम दाइले त बबाल कुदाउँछ त यारमा पुरैमा मुसालाई बिरालोले लहाटे जस्तो हुँदो रहेछ नि त CBR र ड्युकको पछाडि बस्दा त यार मुसालाई बिरालोले लहाटे जस्तो हुँदो रहेछ नि त CBR र ड्युकको पछाडि बस्दा त यार कडा टोलबाट निस्किसकेका छ है केटा हो हामी चाहिँ संसार जित्नको लागि भन्दै अनि अहिले चाहिँ हामी पेट्रोल पम्प आइसकेका छ अब पेट्रोल सेट्रोल हालिदिउँ चट्ट लाएर अनि त्यही हो ल अहिले भेट्नुपर्छ ट्याक्क लाएर आज स्याटरडे राइड पनि सुरु भइसकेको छ आज चाहिँ मैले 150 को पेट्रोल नहालेर सिधै 50 रुपियाँको पेट्रोल हालेर अच्छा नगरकोट जाने प्लानमा छ ओमा अमृत दाइ त हाइपरमा छ त के गरेको मा लडिक छ मा मोबाइल राइड हान्नुपर्ने हुन्छ केटाहरू सब अगाडि गइसकेको छ आम्मामा एप्रिलाले मा टक्कर दिएको हेर न केटा हो कस्तो कुदा होला त है केटाहरूले यार भात सिक्ने हाइपर राइड हुन्छ आज चाहिँ है केटा हो यस्तै छ केटा हो बाटोहरूमा चाहिँ यस्तै भइरहेछ ठिक्क ठिक्कको ओए माछ सिक्ने कस्तो सुताएको हो दाइहरूले यार ओए रड्डीको बात ओए माछ सिक्ने के कुदाएको होला है माछ सिक्ने त्यसरी कुदाएर नि हुन्छ ड्युक र मुजी CBR-लाई त भेट्दैन त मुजी मैले त माछ सिकेँ नकुदाउने फर्स्टमा त अलि बिस्तारै कुदाइदिउँ दाइ गाए क्या कसम यार कस्तो कुदा होला त माछ सिक्ने ल ल ल केटा हो जे जस्तो भयो नि भगवान् रक्षा गर्नु है राइड चाहिँ बबाल हुनु पर्यो हाम्रो त्यही हो बबाल राइड भइरहेछ बिस्तारै जाउँ दाइ बिस्तारै यार अति हाँक्यो दाइहरूले यार हामी दाइलाई ओभरटेक नगरौँ दाइहरूलाई जान दिउँ पहिला है दाइहरू त यार बबाल हाइपरमा छ त यार के खाएको हो आज त्यस्तो दाइहरूले बात तो सही है दौड़ना तो पड़ता है पुलन हाइपरमा छ यार हाइपरमा छ यार केटाहरू सबजना यार अहिले बाटोमा भेटौँ है केटा हो अहिले चाहिँ बन्द हान्दिउँ नेपाल पुलिसलाई ट्याग गर्यो भने टेन्सन हुन्छ कौन है ये लोग कहाँ से आते हैं कस्तो कुदाइदिएको माछ सिक्ने कस्तो कुदा होला त केटाहरूले यार बाइक त यार
केटाहरू फुल अन हाइपर केटाहरू सबै फुल अन जोस आएको छ यार अमृत साथी झन् कहाँ पुगिसक्यो क्या माछिग्री टोट केटाहरूले कुदाएको देखेरै साइको लागिसक्यो मलाई बुझे कहाँ पुग्या माछिग्री उल्टो साइडबाट ओभरटेक हाने यार टक्क दाइहरू नि चिलमा अगाडि छ साइडमै उल्टो साइडबाट त के ओभरटेक गर्नु है भने केटाहरू त छिर्यो त ल्याम्ब्लुम यार छिर्नुपर्ने हो म पनि यहीँ छ अगाडि छ भेटिन्छ धेरै टाढा पनि छैन यहीँ छ सिरियल्ली गइरहेछ केटाहरू पारामा ठिक छ यतिको जोस पनि हुनुपर्छ अलिअलि बिस्तारै जाउँ होइन केटाहरूलाई कुरी केटाहरू नि आइरहेछ सिलमा ठिक छ केटा हो बब्बाल फकिङ असम राइड भइरहेछ यार दाइहरूलाई अगाडि जान दिनु पर्यो आउने दाइ सही हो खोइ त हाम्रो अर्को दाइ सार्थक दाइ सिबिआर खोइ त हाम्रो सिबिआरको दाइ पछाडि हुनुहुँदो रहेछ दाइको चाहिँ नाम अलिकति कन्फ्युज छु किनकि दाइसँग आज मेरो फर्स्ट टाइम होला ओए अमृत दाइले यार कस्तो क्लोज कल हानेर गएको त्यसरी अति त नगर्नु न यार धेरै हाई पावर राइड पनि हान्नुहुन्न अमृत साथी सिलमा हिँडिरहेछौँ हामी रैला भइरहेछ राइड त फकिङ असम यार को शेड ठोक दीजिए महाकाल का शेड ठोक दीजिए 5000 लौटे दिख जाना चाहिए ये 4000 के लिए मैं यहाँ पे नहीं खड़ा हूँ पीछे देखो पीछे पीछे तो देखो अमृता दिनु बा ल भाइ पनि हाई पावरमा आछिगे वकिङ क्रेजी राइड भइरहेछ त यार बा ऐसा लगा मेरा मजाक आछिगे ओए रोटीको मा कस्तो कुदाले कट आछिगे दाइ यार मोबाइल कुदाको एवा लागिरहेछ माछिगे आफू चाहिँ पछाडि हाडेर जस्तो के बोले के छ थाहा बोले गायब छ त दाइहरू त यार स्कुटर पनि गायब सबै गायब छ त माछिको कस्तो कुरा चाहिँ होला त रन्डीको बान पुरा माछिग्री मस्त जोक मारा रे या हंस रे हलकट हंस भेटो न त दाइहरू
अगाडि कुदिरहेको रहेछ कस्तो कुदाउँदै माछ कस्तो कुदाएको भेटाउँदैन त भेटाउनै गाह्रो हुन्छ त सार्थक त आइरहनु भएको छ त्यो अरे तिमीले पनि भुइँमै सुताउँछ त मुजी बात तो सही है अरे ऊ त अगाडि स्पिड चेकिङ हुन्छ है दाइ कस्तो कुदाइरह होला त केटाहरूले यार माछ सिक्री fucking crazy shot हाइपर राइड भइरह माछ सिक्ने बिस्तारै कुदाउनुपर्छ यहाँ त चेकिङ हुन्छ यार रन्डी अब अहिले पछि भेटौँ स्पिड लिमिट हुन्छ है केटा अब यता चाहिँ अनि त्यसैले अलि बिस्तारै कुदाउनु पर्ने हुन्छ त्यसैले अलिकति बी केयरफुल पाराले कुदाउनु पर्ने हुन्छ क्या किनकि होइन त्यतिकै म चाहिँ फाइन त तिर्न मजा आउन नि त बंद करो हाथ जोड़ के मैं मोदी साहब से गुजारिश करता हूँ chill. Ôi mà बिस्तारै कुदाउनु बिस्तारै दाइ यहाँ त स्पिड चेकिङ हुन्छ यार यो रोडमा त चेकिङ गर्न सक्छ यार केटाहरू बवाल देखाएको छ यार तर माछी सयोमा ल अब अहिले भेटौँ है त सिबिआर छ अनि टक्क साथी पनि अगाडि भ्लग हानिरहेको छ अमृता अगाडि अनि त्यही अहिले चिसो ब्रेक हान्यो अब खाएको त देखाउने बानी छैन फेरि मेरो चाहिँ है सिधै कुरामा खाने त के खाइन्छ तर खाएको चाहिँ देखाउँदिनँ अनि हामीसँग सिबिजेड छ अनि मेन त हामीसँग सिबिआर 250 छ अनि त्यसपछि सिबिजेड छ एप्रिला 150 अनि ड्युक छ अनि अमृत दाई छ अनि त्यसमाथि मेरो यहाँ मार्ली छ स्पेसल्ली हैन अब हाम्रो हाइपर राइड चाहिँ सकिसक्यो अब स्लोमा जाने हो चिलमा अनि लास्टमा बसेर लिडर ट्रट सिबिआर एप्रिला अनि हाम्रोसँग छ ड्युक ल जाउँ लेट्स गो दाइ अब लाइनमा जानुपर्ने हुन्छ लाइनमा जाने भने कि हाइपरमा आइदिइहाल्छ क्या सबजना अनि फेरि हाइपरमा कुदाउनु मन लाग्छ No! God, please, no! No! सबजना हाइपरमा कुदाएपछि हाइपरमा कुदाउनु मन लाग्छ क्या
यतिको राइड चाहिँ हुनुपर्छ है मा विकेन्ड राइड यो चाहिँ विकेन्ड राइड पारामा बबाल देखिरहेको छ यार केटा बबाल बबाल चट्ट लायो कडा बबाल देखिरहेको छ यार केटा हो यस्तो राइड हो नि त राइड भने त केटा हो चिलमा बबाल राइड भइरहेछ ल अहिले भेटौँ है त जङ्गलमा आएको क्या कस्तो बबाल देखिरहेछ क्या केटाहरू हेर न सिरियसली सरर जाँदा त यार बबाल देखेको यार अयो मासाला ल सयो केटा जङ्गल राइड सुरु भइसकेको छ हाम्रो बबाल 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 केटा ओए बबाल देखा त यार यतिको चाहिँ हुनुपर्छ है राइड यतिको चाहिँ हुनुपर्छ यतिको चाहिँ हुनुपर्छ आमामा केटाहरू त हाइपरमा हान्छ त यार चिलमा कुदाइरहेछ केटाहरूले म चाहिँ अलिक धेरै पछाडि बसेँ जस्तो एउटै रेन्जमा कुदाउनु पर्ने अनि ए माछिग्री सरी साथी सरी मेरो टायरको ग्रिप अलिकति छैन क्या अनि त्यसैले चिल्ला चिल्ला गर्छ ओए अमृताले बाटो फ्यालेको म सबभन्दा पछाडि बस्छु भनेको अमृत साथीलाई पछाडि राख्दै यसो मेरो पनि क्लिप्स त आउनु पर्यो नि त ट्र्याक्टर लाएर बबाल भइरहेछ बबाल राइड त हेर माछिग्ने बबाल मजा आइरहेछ यार केटा हो माछिग्ने पहिले काहीँ त अफ रोडमा नै हान्ने हो माछिग्ने रन्डीको बान ल अहिले भेटौँ केटा माछिग्ने यस्तै छ राइड त लास्टै बस्न मजा आउने रहेछ केटा हो यार सबजना त बबाल देखिन्छ अब होइन किन रकेट हान्नु पऱ्यो र मानो बाइक त्यस्तो पनि छैन नि त रकेट हान्ने टाइपको हामी त मुसालाई बिरालोले लहाटे जस्तो हुन्छ त तेरीमा भेटाउनु त भेटाएको तर कसरी भेटाएकोमा बवाल भयो यारमा अमृता राइड कस्तो भयो त दाइ माछिकी फकिङ क्रेजी सिट माछिकी के गरेको अमृत साथी यार कस्तो भयो त दाइ राइड माछिकी भ्याउँदैन केटाहरू लाम सुताइदिन्छ त्यही भएर डर लागेर ल दाम भयो अहिले अब साखु आइपुग्यो होइन चट्ट लाएर त्यो जर्सिङ पौवा हो अनि हाम्रो केटाहरूको हाइपर राइडहरू चाहिँ यस्तो छ है चट्ट लाएर ल ओए दाइको त खै त देखिरहेछ कि छैन
गोस्ट राइडर दाइ गोस्ट राइडर दाइ गोस्ट राइडर दाइ सानो नदी आइपुग्यो केटा हो ट्याकको लाएर फकिङ असम हाइपर राइड चलिरहेछ यार हाम्रोमा सिक्री पुरै स्ट्रिट रेस जस्तो आमा अमृताले कुदाएको रे माछी ओए 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 माछी ओए दाछी ओए दाछी ओए दाछी ओए दाइले यार माछी के गरा रन्डी Fucking crazy यार महा भुइँ चुइदिएर यार दाइले यार तेरी भात सिक्री बबाला हान्दिरा त बबाला हान्दिरा त दाइ तपाईँले त सही हो दाइ बबाल भइदिएर बबाल भा जमजम दाइ माछी अम्री साथीलाई त डर लाग्दैन क्या आमा माछी आफ्नो चाहिँ फेरि टायर चिप्ला गर्छ कर्नरमा हान्ने यहाँ साथी डर लाग्छ मलाई त माछी माछी नि दायालाई बढाउनु पर्छ साथीहरू त फुल हाइपरमा छ त के गरेर के खाएर आएको है केटाहरूले माछी उडाउनु छ त स्कुटर त यो ड्युक भर्सेस एप्रिल अरे ल सक्छ त केटाहरूलाई यसरी त नकुदाउने यार सानो बाटोमा माछिक्री डर लाग्छ सिलमा बिस्तारै जानुपर्ने हुन्छ माछिक्री हाइपर राइड हान्छ त ओ फकिङ असम भ्यू बवाल मा सेक्सी भ्यू हेरो केटा हो मा बवाल माछिक्री 26 भ्यू आइरहेको 26 भ्यू आइरहेको त्यसमा 26 केटी सही पकडे हैं ओए केटाले सुताको हेर न मा ओए मुजी जी फकिङ जी ओए माछिक्री सही हो मा fucking Z. Oh, fucking crazy shit! Costo bobal dega maçigre. Fucking Z, crazy shit. Papa यार ओए रन्डी धन्डे चिप्लेको माछिक्रे ल कार्तिके आइपुग्यो ओ माछिके आर यार आर ओए अमृत साथी के गरे ओए अमृत साथीले यार सातो लिन्छ केटाहरूको कनरी कसले सकोस् त
fucking G. Oh, Randy trying the fucking awesome. Let's go, buddy. Fucking Z. Oh, माछकी केटाहरूले त के कुदाको हाइपर बा केटाहरू हाइपर फुल अन हाइपर यार माछकी बवाल राइडर बवाल माछिक्ने केटाहरूले कुदाएको देखेर मुटु ढक 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 खाइसक्यो यार Oh, fucking shit. Woi, साथी woi. माछिक्ने म पनि डन्डे कस्तो कुदामु त्यो केटाहरूले लामो डरै लाग्छ त यार कर्नरिङ पनि कस्तो सिट कर्नरिङ छ त माछिक्ने केटाहरूसँग त कुदाउन त लास गाह्रो हुने रहेछ त यार अझै पनि बिगिनरै रहेछ ममा नसक्ने रहेछ माछिक्ने ओए दाइको धुवा निक्स्याएर न त्यहाँ ठोक दीजिए महाकाल का धमाकेदार से ठोक दीजिए 5000 लौटे दिख जाना चाहिए ये 4000 के लिए मैं यहाँ पे नहीं खड़ा हूँ